from now I'm going to add some of my skincare tips to you guys किनभने डेली मिनी ब्लग्समा यताउता घुमेको मात्रै हेर्नुभन्दा तपाईँलाई पनि त केही काम लाग्ने चिज चाहियो हैन या आई गट यु सो या यो चाहिँ मेरो 2% नाइसिनामाइड स्किन क्लेन्जर फ्रम जमाको यसलाई मैले 3 months अगाडि युज गरेको आई लाइक इट यसले स्किन अलिक स्मुथ भएको जस्तो फिल भयो एन्ड दिस वान इज अरोमा म्याजिक क्युक्युम्बर सनस्क्रिन लोसन यो चाहिँ मैले 4 years अगाडिदेखि नै युज गरेको अलमोस्ट एन्ड समर आयो कि दिस इज माई फेभरेट यसलाई म अर्डर गरिहाल्छु अनि म आन्टी चाहिँ यहाँ बसेर मजाले गफ गर्दै साडी मिलाउँदै दोकानको सामान मिलाउँदै गर्दैछु किनभने मलाई बुढो मान्छेहरूसँग गफ गर्नु एकदमै मजा आउँछ तपाईँहरूलाई कस्तो हुन्छ आई डोन्ट नो लेट मी नो इन द कमेन्ट अब कमेन्टमा त भने गर्छु लेट मी नो तर कसैले कमेन्ट गर्नु हुँदैन प्लिज टु कमेन्ट्स मलाई मजा आउँछ कमेन्ट्सहरू पढ्न एन्ड अब कुकिङको टाइम छ किनभने मम्मी नेपाल जानुभएको छ एज आई अलरेडी टोल्ड यु अनि बाबाले मर्निङ कुक म नाइटमा इभिनिङमा अब कहिले हुन्छ त्यो मेरो मर्जीले बाबाले बेसी कुक गर्नुहुन्छ एन्ड माई फादर इज भेरी 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 बेस्ट कुक फर मी किनभने मिठो बनाउनुहुन्छ खाना अनि मैले खाना बनाउँदा चाहिँ यस्तो भइरहेको हुन्छ एज यु क्यान सी इन द भिडियो एकदमै मेसी तर पनि अब आई ट्राइड माई बेस्ट अनि मटर चाहिँ मम्मीले अलरेडी मजाले राखिदिनु भएको थियो फ्रिजमा केलाएर तर मैले काम गर्दा नबिग्रिने त्यो त हुनै सक्दैन अब यस्तो भइहाल्यो होइन सर्वनाश अब यसलाई फेरि मैले समेट्नु छ यस्तो अनुहार पार्दै यहाँ समेट्दैछु समेट्दै कति फ्याँके कति हालेँ आई डोन्ट नो तर एकदमै मिठो भएको थियो मेसी बनाउँदा चाहिँ मिठो हुन्छ भन्ने चाहिँ त्यो चाहिँ मलाई थाहा छ क्या किनभने मैले बनाउँदा त्यस्तो नै हुन्छ तर चलाउँदा पनि हेर्नु न यहाँ झरेको अब के भन्नु अब के चाहिँ भन्नु म अब क्लम्जी पनि अलिकति भएको त होइन तर पनि फाइनली मैले बनाइसकेँ बन्द गरिदिएँ अब पाक्नु सिटी लागेर चाहिँ यस्तो टर्न आउट भएर आएको छ एकदमै मिठो भएको थियो मुरैसँग मैले लाइक घुगुनी टाइप्स बनाउनु खोजेको तर टर्न आउट विथ मिक्स भेज तर एकदमै मिठो भएको थियो मजाले खाएँ मैले छ्यामाहरूलाई पनि दिएँ अनि यता सबैलाई म चाहिँ मिठो लाग्यो भने चाहिँ म सबैलाई दिन कोसिस गरिहाल्छु क्या किनभने आई लभ मेरो अलिकति तारिफ भयो मलाई मजा आउँछ द्याट्स हाउ आई एन्डेड माई डे थ्याङ्क यू फर वाचिङ किप ग्रोइङ एन्ड ग्लोइङ बाई